नमस्कार, वेलकम टु माई न्यू ब्लग। मेरो नाम देव, हाल रोमानिया। आज म आफ्नो खानेपिउने कुराहरू ल्याउँदै जाँदैछु यहाँको लिडल भन्ने मलमा। ल आउनुहोस्, स्टार्ट गरौँ जर्नी। च्यानललाई सब्सक्राइब गरेर सेयर गरेर कमेन्ट गर्नुहोला। ल हेर्नुहोस्, पुगेँ म लिडल। तपाईँलाई फास्ट पावर देखाउँदैछु, केही सामानहरू पनि हजुरलाई देखाउँदैछु। ल हेर्नु होला। दुध, अनि यहाँ चाहिँ हजुरको स्याम्पू, हेयर ड्रेसिङ अनि हेयर कलर छन् हैन। इन्डियाको क्रिस्टल मोल र नेपालको भाटबटिन जस्तै हो, धेरै सबै पाइन्छन् खानेकुराहरू। अनि पास्ताहरू, भेजिटेबल्स, नुडल्स, ओयल, भेजिटेबल, फ्रोजन भेजिटेबल्स हो यो। 5 कि 6 रुपियाँ यहाँको पर्छ 1 केजीमा। अनि तपाईँलाई अन्डा देखाउँदछु, यो रहेछन्। अनि भेजिटेबल्सहरू, ग्रेप्सहरू, यहाँ थुप्रै सामान पाइन्छन्। अनि फ्रुट्सहरू, भेजिटेबल्स धेरै महँगा छन्। खान पाइन्छ हामीहरूलाई, सबै चाहिँ लिन सकिन्छ। फ्रुट्स खानाकुरामा केही पनि टेन्सन भएन। राजमा टिनमा पाइन्छ यहाँ। बोयो भन्छन् यहाँ, मतलब अर्ग्यानिक मूलीहरू केही हल्का फुल्का सामान देखाउँदैछु हजुरलाई, हेरिरहनु होला। यो युरोपको लाइफ हो, हप्तामा 1 दिन पर्चेस गर्न जान्छु। अनि चामल बासमती, के गर्ने, यस्तै छ जिन्दगी। चना अनि एउटा अर्को दाल चाहिँ यहाँ 2टा मात्र पाइन्छन्। आलु, प्याज सस्तो पाइन्छ यहाँ। अनि यो सुसी हो। अनि चकलेट, दुध 1.5 लिटरको बोतल हो, 10 रुपियाँ, 9 रुपियाँ, 12 रुपियाँ पर्छ। दहीको 1 केजीमा 10 रुपियाँ पर्छ यहाँको, करिब 200 रुपियाँ नेपाली, 300 रुपियाँ नेपाली। कोल्ड ड्रिङ्क सेक्सन, आटा, मैदा, चामल सबै पाइन्छ। आफ्नो जे खाने लिकरहरू हाम्रो उसमा पाइन्न, कम्पनीले पेमेन्ट गर्छ हामीहरूलाई हैन। अनि त्यसैले हामीले खानेकुरा मात्र ल्याउँछौँ। डारो सारो बियर सियर केही ल्याउनु भने चाहिँ आफूले ल्याउँछन्। मेरो सामान रेडी भयो, बिलिङ पनि भइसकेको थियो। तपाईँलाई सर्टकटमा बताउँदैछु, आउनु होला, फेरि भेटौँ होला। लाइक, सेयर, कमेन्ट प्लिज गरिदिनु होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।